एक्सन। वेलकम ब्याक साथीहरू। फेरि पनि हामीले निकालिसकेको सेफलाई फेरि हामीले ल्याइसकेका छौँ। ऊ धेरै कराउँदै मलाई फेरि फिर्ता ल्याउनु पर्यो भन्दै धेरै हामीसँग बिन्ती गरेका कारण हामीले उसलाई फेरि सेफकै अवतारमा ल्याइसकेका छौँ साथीहरू। उसलाई ऊ अलि धेरै बढी बोलेका कारण हामीले निकालेका थियौँ, तर उसको स्यालेरी 50% कम गरेर फेरि हामीले उसलाई ल्याइसकेका छौँ। तर उसको काम राम्रो भयो भने फेरि 50 होइन 100% डबल गर्ने विश्वासका साथ फेरि पनि उसलाई सेफकोट हस्तान्तरण गर्दै आजको मासु ब्लग स्टार्ट गर्न चाहन्छु। फेरि ब्याक वेलकम ब्याक टु होम। स्वागत छ तपाईलाई। धेरै धेरै धन्यवाद हेल्परजी। हाम्रो म्यानेजर रोइ गराइ गरेर बल्ल बल्ल मलाई माग गरेर लिएर आएको थिएँ। म क्यालिफोर्नियाको लागि फ्लाइट लिइसकेको थिएँ कि फेरि क्यालिफोर्निया भन्ने त्यही गोलपाक पारीलाई हो तिमीले क्यालिफोर्निया भन्ने होइन लन्डन त त्यही गोलपाक भन्ने मान्छेले भिडियो छ क्या, सबुत छ क्या हामीसित। बरघाट उता लन्डन ब्रिज छ, थाहा छ कि नै गाइस? भुतादेखि ठ्याक्क भुता र बरघाटको बिचमा लन्डन ब्रिज छ, त्यसलाई भन्न खोजेको मैले। कराई तातिसक्यो के? कराई तात्छ तर तेल तात्दैन भन्दा थियो। सधैँको जस्तो आज पनि हामीले मासु खाँदैछौँ। अलवेज तेल हालेको, यति त चाहिन्छ। तेल सक्नु त्यसैले रहेछ। मासु चाहिँ नधोइकन होइन, हाम्रो परम्परा मासुलाई नि धुन्छ नि त, पहिले धोलाई फेरिसक्यो। कहाँ गोरेर धुन्छ नि त? त्यहाँ धोको त। यता चाहिँ हाम्रो भाइले रिल्स, सधैँ रिल्स हेर्ने, अनि पसल पसेर। यो चाहिँ हाम्रो हल, यो चाहिँ हाम्रो मिटिङ हल हो। टेस्ट फेरि यस्तो गर्ने हो टेस्टले फेरि। मासुलाई चाहिँ तातो तेलमा पहिला फ्राई गर्ने छ, नयाँ तरिकाले आज। होइन पहिला प्याज हालेर गरिदिन्छ। हालिन्थेन हामीले, त्यो परम्पराहरू चाहिँ काटेको धेरै भयो। मासु हेर्नु मासु, यता भात, यता मासु, यता भात, यता मासु। मासु भात सधैँभरि हामीले खाने हो। होइन होला के हो? ल के भन्न चाहनुहुन्छ त यसमा? फेरि यहाँ आएर कस्तो खुसी लाग्यो? म चाहिँ टिकट काटेर सकेको थिएँ, तर फेरि यहाँका यो किचनका म्यानेजर, यो क्याफेका सेफले, रेस्टुरेन्टका होटेल व्यवसाय सङ्घका सेफले, यसरी म्यानेजरले मलाई रोइ कराई गरेर ढोगेर खुट्टा एयरपोर्टबाट के अरे जति म मागी किमत दिन्छु आइज गरेर बल्ल बल्ल रोएर खुट्टा ढोएर मेरो खुट्टाको पानी खाएपछि बल्ल म आएको। त्यस्तो खालको सेफ हो। म्यानेजर साहब, हजुरले के भन्न चाहनुहुन्छ यो कुरामा? कोठामा ऊ त्यहाँ त्यो कोठामा एक्लै रोइरहेको थियो। बाबु के भयो तँलाई, तैँले धेरै बोलिस्, त्यही भएर निकाल्यो हामीले। अबबाट यस्तो हुने छैन भनेर गिडगिडाएर अनि बल्ल हामीले ल त नि एक चान्स दिगम आफ्नै त भाइ हो, दिनै पर्यो। दियो आज नि फेरि भोलिबाट हुन्न। फेरि हुनुहुन्न अरे कस्तो के भन्न खोजेको कि यो एक कडाई मासुको लागि मलाई एयरपोर्टबाट लिएर आउनुभयो गरिदिनु एकदम। म यसको बदला अवश्य लिनेछु। अवश्य आउँछ त्यो दिन। अवश्य होइन क्या, अवश्य भन्छ क्या। अब म नेपाल खासै बस्दिनँ, विदेश जो भइरहेको छु, त्यही भएर मेरो बिहार, विदेश नभन न, बिहार भन न। उत्तर युके उत्तराखण्ड। भाइ
इङ्ग्लिस टकिङ जानुहोस् न त फेरि हजुर इङ्ग्लिस टकिङ गरोस् न त इङ्ग्लिस टर्मिङमा त म त फर्स्ट सधैँ फर्स्टै थिएँ So let's start. English talking. Let have some put onion. Yeah. Onion. We add some onion And then सोचिरहेको के and then stir the chicken yeah. Yep. गार्लिक and we add some garlic and chili. Cut garlic and chilies. तिम्रो त मुठी ओए त्यो चोयो क्या हेरेर बरु And not a big problem. हाइजिनको त छँदै छैन होइन Until the onion. क्या बोला तूने Until the onion Become red? become brown, we should stir the chicken until it become brown. 5 वर्षको क्वेसन अरे हजुर And then the water comes The- from chicken, the fat, यस and we add some color, Hindi color or Nepali traditional taste of the color. Homemade. Color. अल्लाह फ्रम Homemade. कपिल Turmeric. This is turmeric. पाउडर We add some half teaspoon of turmeric in the chicken. Yeah. And then stir the chicken until it became yellow. Yeah. हाल्यो क्या आलू हो गया. हालेको यो है What is this? Give this some stir. What should called in the Nepali? I don't know, man. No, तेजपत्ता को रुखको बोक्रा. वाह विजय दी कंग्रेचुलेसन ग्रेट सक्सेसफुल पर्सन Thank you, sir. गुड बोक्रा अझै बोक्रा. Yeah, तेजपत्ताको रुखको बोक्रा, that is अँ, cinnamon. cinnamon. stick. Yeah. Cinnamon stick. We put some cinnamon stick in the chicken, and we again इसमें आज stir chicken. the chicken. Whoa, the flavor. The flavor is so beautiful. Gorgeous. नो गुड ब्युटिफुल Taste look like so good. I haven't tasted like this before. For gravy and the sweetness and Tomato sourness, sauces. we have 1 bowl of tomato, sliced tomato. We will add in the chicken after putting masalas in the chicken. So we get here. Oh my god wow We get one of sub and got here. Sorry, tongue slip. म Tongue slip. My English is very painful. पेनफुल. भेरी Very भेरी पेनफुल यस good. यस भेरी पेनफुल Somehow, let's say the chicken is almost the chicken is cooked. यिनी मुलाले त फ्राइजो गरेनन् मेरो त्यो. Almost the chicken is cooked and we अबे जल्दी बोल कल सुबह पनवेल निकलना है उही होइन अझै यो सेफको छुट्टी तरिका हुन्छ. इङ्ग्लिस तिमीलाई हामीले त्यहाँबाट झन् विदेश नजाऊ यहीँ हामीले त्यति स्यालेरी दिन्छौँ भन्ने तिमीले आज आएर त्यसो गर्ने. अँ हो यो चाहिँ मेरो बडप्पन हो मेरो यो भनेको. फेरि इङ्ग्लिस Sorry. That's my blessing. यस यस हाउ इज टेस्ट? Very good.
sauce. No. Yes, yes. No. We will put this salt after putting tomatoes. No, little bit. No. No. Then give me that. I will. Manager, who is the kitchen head? Aina. Who put kitchen head in the kitchen? Who put kitchen head? This is my kitchen. You No, are this not. is my kitchen. You are the staff. You are not allowed to enter in the kitchen. Please get out in the air. No. I can enter. No. Anywhere. Otherwise, I will go. I will lift. I will leave the kitchen. Go. Home. Go. California. Tomato hajo. Tomato. छोरी मान्छेको खुट्टा तान्ने छोरी नै हुन्छ ठ्याक्क लगाऊ भन्थे क्रिम बनाएर ट्याक्क राख्न सक्यो पानी होइन कि तेल हो अहिले भक्क दिन्छु रहेछ तेलो भन्दा हो मासु पकाउनै आउन रहन्छ तिमीलाई त्यसै सेफ भन्दै हामीले राखे हाम You don't know how to cook chicken. I know. This is Californian style. You don't know how to eat. Californians don't cook the chicken, they roast. Yeah, I am roasting the chicken. Roasted, not roasting, a grammar. What Poor. roasting? Roasting. I am roasting here. I am. पुअर म्यान पुअर ग्रामर पुअर You poor people, in your mind the poor chip said your mind is very poor, like this much. या एन्ड देन And Throw then the dustbin. Fuck up your chip in the dustbin. Fuck. Concentrate in the chicken, otherwise the chicken will be over fried and the color become darker, darkest. Very and darkness. Very dark. द्याट्स युर लाइफ Very dark. Mad black finish. The smell comes from chicken is very nice. ल समाप्त भयो पाकिसक्यो पाकिसक्छ सेफ पनि यार यति छिटो अँ 5 मिनेटमा मासु पाक्यो मजाले भुट्दै भुटेन होला रे तिमीले कस्तो भुटेन हो र मजाले भुट्यो राख्दै भयो यति छिटो नि मासु पाक्छ यार मजाले पाक्छ फेरि निकाल्दिनु यो सेफलाई फेरि यो सेफलाई फेरि हामीले निकाल्दिन्छौँ भोलिबाट देख्न फेरि सक्नुहुन्छ ढोग्ना आउन पर्ला फेरि यो सेफ आजबाट आउट फेरि ढोग्ना आउनु पर्ला बर्खास्त मासु पकाइदिने यहाँ बर्खास्त हुन्छ बर्खास्त अचम्म यार फ्राई गरेर निकालेर टमाटर खोडेर ग्रेभी बनाएर करीको भयो त त्योभन्दा के चाहियो तिमीलाई बासाको त खाने हो ललिपप मासु होइन पाक्न भएको राम्रो अटिलो गरी पाक्नु भयो त्यो फ्यात्त पानीमा उमालेर हुन्छ पानीमा यति छिटो कस्तो मासु पाक्यो हो कस्तो हुन्छ यति छिटो त अन्डा पनि उम्लेर पाक्दैन यार इन्जेक्सन लागु कुखुराले पाक्न कति लाग्छ चर्ती मजाले भुटेर हाम्रो नयाँ सेफलाई हायर गरेपछि म्यानेजरलाई सेफ बनाएपछि कति मिठो भयो अनि भिडियो हेर्नु भएन मबाट गल्ती भयो साथीहरू म के भन्न चाहन्छु भने उहाँ सेफलाई म्यानेजर उहाँ धेरै अरु मैले थाहा भएन हामीले मैले बनाएको फेरि हामीले निकाल्नु मैले बनाएको खानामा कोही 50% अगडङ बगडङ मान्छेले औला उठाएको मलाई मन पर्दैन है क्या बोला तूने मैले बनाएको रेसिपी मैले बनाएको टेस्ट जुन देख्छु त्यसमा 50% कसैले औला उठाउन मिल्दैन म 50% क्यालिफोर्नियाबाट यहाँ हजुरले बोलाएर आउनु भएको औला होइन जानु त दादा पछाडि फर्केन एकचोटि पछाडि के ब्याक लुक्स देखाउनु न देखाउनु न भाइ सेफको अवस्था आयो सेफको अवस्था यो